मुनिवर हजुरलाई कोटि कोटि साष्टाङ्ग दण्डवत प्रणाम छ मुनिवर। म दक्ष हजुरलाई दण्डवत गर्न चाहन्छु। उठेर गर्छु। नारायण नारायण। हे मुनिवर आज हजुरको आगमनले मेरो यो यज्ञ पूर्ण भएको छ। म धन्य भएको छु। महाराज म त यस्तै विचरण गर्दै हिँड्ने चराचर जगतमा हिँडिरहेको हुन्छु। अनेक दृश्य अवलोकन गरिरहेको हुन्छु। दक्ष मुनिवर हजुर पनि यज्ञमा शरीक भएर बस्न सक्नुहुन्छ। नारायण दक्ष नारायण नारायण। म कहीँ गएर पनि एक सेकेन्ड पनि बस्न सक्दिन। म लाग्ने मुनिवर नारायण सत्य। अरे सत्य हेर न, जब तिमी र म यो कैलाश पर्वतमा सँगै रहन्छौ नि, मलाई किन हो किन साह्रै नै सुखको अनुभूति हुन्छ सत्य। तिमीले नै श्रृङ्गारी दिएर राखेका यी समस्त प्रकृतिहरू हेर, साँच्चै नै कति सुन्दर छ। तिमीले नै लालन पालन गरेर सबै हाम्रो परिवारहरूलाई कति दुःख गरेर भोजन खिलाउँछौ है। साँच्चै भनौँ भनेदेखि तिमीले गरेको कर्म यो योगदानको वर्णन मैले जति नै गरे पनि कमी नै रहन्छ। आज मलाई तिमीसँग केही मनको कुरा गर्न छ। आऊ न साथी, हेर त यो कैलाश पर्वतको डाँडा तिम्रो र मेरो समागमले यति सुन्दर देखिएको छ कि म कुनै शब्दले वर्णनै गर्न सक्दैन। खासमा के कुरा भने नि साथी, मलाई आज तिमीसँगै बसेर यो कैलाश पर्वतको डाँडोमा पासा खेल्न मन छ साथी। के पासा खेल्नको लागि तयारी छौ साथी? होइन, किन लजाएर? यसरी लजाएर त हुँदैन नि। म त तिम्रो पति स्वामी हो, बोल न केही साथी। अब तिमी र म मिलेर पासा खेलौँ। जसले जित्छ, जितेकोलाई हारेको व्यक्तिले केही दिनुपर्छ। तिमीले जित्यौ भने तिमीलाई दिनको लागि मसँग त्रिशूल छ, डमरू छ, सर्पको माला छ। अनि मैले जितेँ भने तिमी मलाई के दिन्छौ नि साथी? मेरो शरीर हजुरको हो। ल पासा खेलौँ ल साथी। कस्तो आनन्द लाग्यो है। त्यही त भनेको साथी। अब पासा खेल्दाखेरि दायाँ बायाँ मनलाई भुलाउन हुँदैन नि। गुरुदेव यता पूजन कार्यहरू कसो गर्नुपर्ने हो आज्ञा दिनुहोस् गुरुदेव। दक्ष अब समय पनि विलम्ब भइसकेको छ। म एकपल्ट दक्ष कता कता मलाई त अलिक सङ्कोच पो लागेको थियो कार्यको। कता कता अलिक के होला कि कस्तो, अलिकता मेरो ध्यानमा अलिकता विघ्न बाधा, कता कता त्यस्तो सङ्कोच लागेको छ। तर पनि ठिकै छ। यज्ञ सुरु गरौँ। पहिला दीप नारायणलाई पूजा गरौँ। ओम दीप नारायणाय नमो नमः या कथय या तिष्ठ यावत् पूजा करोमि आसनं अर्घ्यं अर्घ्यं चन्द्रं समर्पयामि चढाउनु। र अब समय भइसकेको छ। दीपको पूजा भएपछि अब वरुण कलशको गरौँ। वरुण कलशाय नमः या कथय या तिष्ठ यावत् पूजा करोमि तावत् सुप्रसन्न वरदो भव वरुणाय नमः वरुण कलशाय नमः। अब गणेशको पूजा गरौँ। ठिक दर्शकहरू, ओम श्रीमन् महागणाधिपतये नमः वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा श्रीमन् महागणाधिपतये नमः। अब यज्ञको होम गर्नुपर्छ। अब बत्ती जगाएर होम गर्नपट्टि हामी लाग्नेछौँ।
दक्ष घुम गरौँ त अब अवश्य गुरुदेव। रानी के भयो? अग्नि प्रज्वलन भए त यो अग्नि पनि प्रज्वलन भइरहेको छ, बल्न पनि मानिरहेको छ। आज त्यो शिव विराटको यज्ञ गरेर मात्र मलाई आत्मामा सन्तुष्टि मिल्नेछ। दक्ष अब यहाँ चारु जौतिलहरू छ, त्यसबाट मैले स्वाहा भनेपछि गराएको गणपत्यादि पाञ्चानी भेव स्वाहा, विनायकादि पञ्चलोक भेव स्वाहा, नवग्रह दशदिक्पाले भेव स्वाहा, ओम विष्णुवे स्वाहा, ओम परब्रह्मणे स्वाहा, स्थानीय देवी देवता भेव स्वाहा। ल अब त दक्ष मलाई त अलि तिर्खा लागे जस्तो पनि भइरहेको छ, एकछिन विश्राम लिन्छु नि त। हुन्छ गुरुदेव, विश्राम गरौँ एकछिन, अनि फेरि हामी हवन कार्यलाई अगाडि बढाउँ। होइन, आज त साँच्चैको अचम्म भयो त सती। जतिचोटि भाषा पकाउँछु त्यतिचोटि तिमीले नै जितेकी छौ। होइन स्वामी, स्वामी अब आशा खेल्नमा त मैले पहिलेदेखि नै जित्ने गरेको छु नि स्वामी। ल ठिक छ, मैले त स्वामी त्रिशूल पनि हारिसकेँ। हेर्नुहोस् त यो आकाश मार्गबाट हुँदै यी देवताहरू मुनि नारदहरू कता जाँदैछन् हेर्नुहोस् त। अरे सती, यति रमाइलो आनन्द भइरहेको बेलामा कता कता ध्यान लगाएको। हेर न, यति आनन्द आइरहेछ पासा खेल्नलाई, अन्ततिर ध्यान लगाउन हुँदैन कि सती? होइन नि स्वामी, यो दिशामा मेरो माइती दिशातिर जान्छ स्वामी। कतै मेरो पिताश्रीले घरमा कुनै एक काम गर्नु त भएको छ नि स्वामी। सती, तिमी किन हो आज यस्तो यति रमाइलो खेल भइरहेको बेलामा अन्त ध्यान लगाउन हुँदैन कि सती? हेर त, अब त तिमीले मेरो नाकको माला जित्ने बेला भएको छ। ल यसरी उदास हुन हुँदैन कि सती? नारायण नारायण। ओहो, यो कुरा गरेर मैले पक्कै पनि कैलाश पर्वतमा हुने देवारीले महादेव भोलेनाथलाई गएर सुनाउने। आज शिव विनाको यज्ञ गरेर दुष्ट कर्म गरिरहेको छ त्यो दक्ष। मैले जानै पर्छ कैलाश। नारायण नारायण नारायण। भोलेनाथ हजुरलाई कोटि कोटि प्रणाम छ। माता सती हजुरलाई पनि कोटि कोटि प्रणाम टक्राए माता। नारद ऋषिले के कति कामले पाल्नु भयो हजुर? ओहो, अब यो कुरा कसरी नसुनाइ पनि त म बस्न सक्दिनँ एकछिन पनि। पक्कै भोलेनाथ हजुरको ससुरालीमा सती माता, हजुरको माइतीमा त्यो दक्षले सबै आफ्ना छोरी ज्वाइँहरूलाई बोलाएको छु। मैले हजुर र सती मातालाई त्यहाँ देखिनँ। त्यही माथि पनि हजुरलाई कुनै भाग नराखिकन, हजुरको स्थान नराखिकन त्यो दुष्कर्मले यज्ञ गरिरहेको छु। म त्यही सन्देश लिएर आएँ प्रभु। नारायण नारायण। हेर्नुहोस् न, मैले शङ्का गरेको साँच्चै नै हो रहेछ उहाँले। हाम्रो माइती घरमा त पिताश्रीले यज्ञ लगाउनु रहेछ। बोलेन हजुर, म सक्दिनँ हुँदै। सत्य, सायद तिमीलाई त्यो धर्मसभाको कुरा ज्ञात थिएन होला सत्य। हुन त मैले तिम्रो अगाडि के नै कुरा लुकाउन सक्छु नि सत्य। त्यो धर्मसभामा समस्त देवतागणहरू सबैजना पाल्नु भएको थियो सत्य। त्यो बेलामा
तिम्रो पिता पनि त्यो धर्मसभामा सहभागी हुनुभएको थियो। म मेरो प्रभुको चिन्तनमा यति लिन थिएँ कि उहाँ आउनुभएको कुरा मलाई ज्ञातै भएको थियो र मैले उहाँको सम्मान गर्न सकिनँ भन्ने ध्येय राखेर तिम्रो पिताले हामी बिनाको यति गर्दै हुनुहुन्छ सती। तिमी चिन्ता नलिए, उहाँहरूले नबोलाएर के हुन्छ? हेर त्यो होइन कि स्वामी, उहाँको कुनै त्रुटि भएर भुल भएर बोलाउन बिर्सेको हुनसक्छ नि स्वामी। हामी जाउँ, हामी गयो भने माता पिताहरू कति खुसी हुनुहुन्छ। जाउँ स्वामी। होइन सती, तिमी मन नपरेकी छोरी अनि म मन नपरेको छोरी। एउटा कुरा राम्रोसित याद राख सती, जुन स्थानमा निमन्त्रणा हुँदैन नि त्यो ठाउँमा जाँदाखेरि अपमान हुन्छ, केही न केही अनर्थ हुन्छ। त्यसैले सती, दायाँ बायाँ कुरालाई छोडेर तिमी र म मिलेर पासा खेलेर बस्नुपर्छ सती। होइन कि स्वामी, हजुरले नै भन्नुभएको है माता पिताको घरमा जान कहिले आज्ञा चाहिँदैन भनेर। कहीँ बिरामी भएको छ, कहीँ अनि एक आदि भएको छ, त्यहाँ सोधेर जानुपर्छ, बोलाउनु पर्छ भनेर हजुरले नै भन्नुभएको है। म बुझ्छु सती, तिमीले भनेको कुरा पनि ठिक हो सती। कुनै नारीको घरमा माइतमा कुनै कार्यको सभाको आयोजना हुँदाखेरि यदि उनी त्यहाँ उपस्थित भएन भनेदेखि एउटा नारीको मनमा कति पीडा हुन्छ म बुझ्छु सती। तर सती, तिमी मेरो अमूल्य उपहार हो, भनौँ कि तिमी मेरो सब थोक हो। यदि त्यहाँ गएर हाम्रो अपमान भयो भनेदेखि तिमी सहन सक्दिनौ सती र तिमी आवेगमा आएर जे पनि गर्न सक्छौ सती। यो सब गर्नुको ध्येय मैले तिम्रो रक्षा गर्नको लागि भनेको सती। तिमी चिन्ता नलिए सती। भोलेन, मेरो मन त अति विचलित भएको छ। भोलेन, मेरो मातासँग मेरो पितासँग मलाई नै प्रतीक्षा गर्नुभएको। बस सती बस, मैले तिमीलाई एकचोटि होइन दुईचोटि होइन बार बार भनिरहेको छु कि त्यो यज्ञमा जान हुँदैन भनेपछि जान हुँदैन भने। तर भने तिमी आफ्नै पतिको कुरालाई उल्लङ्घन गर्दैछौ। ठिक छ, म तिमीलाई जाऊ भनेर पनि भन्न सक्दैन सती र तिमीलाई नजाऊ भनेर पनि भन्न सक्दैन। तिमी आफ्नो मनको कुरा तिमी आफै गर्न सक्छौ। मलाई अवरोध गर्नु कुनै जरुरी छैन सती। यति कुरा याद राख कि जाँदाखेरि अनर्थ अवश्य हुन्छ। तिमी मन लागेको गर्न सक्छौ, म लागे मेरो प्रभुको ध्यान गर्न। क्षमा गर्नुहोस्, म मेरो माइती घरमा एकदिन आएको ठाउँमा म जान्छु। महादेव, मलाई क्षमा गर्नुहोस्। प्रणाम पिता, प्रणाम माता। ओहो, प्रणाम पुत्री, प्रणाम है सती। तिमी आयो यो यज्ञमा, म धेरै अत्यन्तै प्रशंसा भएको छु सती। हेर त, तिम्रा सम्पूर्ण दिदी भिनाजीहरू आएका छन्। यो यज्ञ कति रमाइलो भएको छ। त्यही माथि पनि आज अत्यन्तै खुसियाली छाएको छ यो मनमा, किनकि त्यो तिम्रो त्यो पति भनौँ त्यो शिवलाई कुनै स्थान नदिकन मैले यज्ञ गरिरहेको छु सती। तैपनि तिमी आयो, म खुसी छु। बस आऊ, यज्ञमा सरिक हौ। पिताजी, आज हजुरले त्यो शिव भनेर अभद्र बोली, तुच्छ बोली भन्नु, तर मलाई अत्यन्तै दुःख लाग्यो। म हजुरको यज्ञमा बस्न आएको होइन पिताश्री। हजुरलाई एउटा कुरा स्मरण हुनुपर्छ, तर कस्तो यज्ञ मेरो पतिदेव उनी आराध्यदेव देवादिदेव महादेव पिताको यज्ञ कसरी गर्नुभएको रहेछ भनेर हेर्न मात्र आएको थिएँ। म हजुरको यज्ञमा बस्न आएको होइन पिताश्री। हे सती, मैले बारम्बार भनिरहेको छु, तिमीलाई एउटा कुरा स्मरण हुनुपर्छ सती। यो दिनको कुरा हो, त्यहाँ ठुलो सभा भएको थियो। मैले सभाको आयोजना गरेको थियो।
त्यहाँ सम्पूर्ण 33 कोटी देवी देवताहरू सम्पूर्ण देवगणहरू सबै आएका थिए। सबैले दक्ष प्रणाम गरेर मेरो कति भव्यताका साथमा स्वागत सम्मान गरेका थिए। तर तेरो त्यो पति भनाउँदो त्यो बौला, त्यो गाजा भाङ खाने, नन्दी भृङ्गीको साथमा हिँड्ने, विष भाङ पान गर्ने, रुद्राक्ष माला लाउने, खरानी घस्ने, बाघको छाला लाउने त्यो बौला जस्तो त्यो शिवे, त्यसले मेरो कुनै अपमान गरेको थियो। मलाई एक पटक पनि प्रणाम गरेन। उसको पनि त म ससुरा थिएँ। उसले मलाई कुनै सम्बोधन गरेन, कुनै मान मनित्व गरेन। आज त्यो त्यस्तो त्यो बौला जस्तो हेर्दै बहुरूपी त्यसलाई कसरी भाग दिएर म योग्य पूर्ण गर्न सक्छु भन त। त्यसैले सती मैले तिमीलाई अन्तिम पटक भनिरहेको छु, यज्ञमा बस्न मन भए बस, नभए आफ्नो मन खुसी गरेर जुन बाटो आएकी थियौ त्यही बाटो जान सक्छौ। गुरुवर बस्नुहोस्, यज्ञ शुभारम्भ गरौँ। रानी बस। गुरुवर बसौ, म पनि बस्नेछु। पिताजी, मैले हजुरदेखि यस्तो इच्छा राखेको थिएन पिताश्री। आखिर म पनि त हजुरको छोरी हो। हजुरले नै कन्यादान दिएर भोलेनाथलाई विदाई गरेर आँसु छाड्दै पठाउनु भएको थियो। यत्रो भारी सभामा यत्रो महान यज्ञको आयोजना गर्दाखेरि सबै छोरी चेलीद्वयहरूलाई बोलाएर हाम्रो पनि अपमान गर्नुभयो पिताश्री। हे सती, तेरे नाटक नगर, तेरे त्यो भोलेनाथ होला, तेरे त्यो पतिदेव होला, तर मेरो ज्वाइँ भनाउँदो त्यो कदापि हुन सक्दैन। बस पिताजी, बस। म त हजुरको लागि 3 दिन मरेको थिएँ। जुन दिन हजुरले कन्यादान गरेर मलाई पठाउनु भएको थियो। अब म कैलाश पर्वतमा पनि यो शरीर लिएर जान सक्दैन, किनभनेदेखि मैले महादेवको आज्ञाको उल्लङ्घन गरेर यहाँ आएको थिएँ। आखिर मेरो पतिको किन अपमान भयो भन्ने सुनेर यहाँ पनि मेरो पतिको अपमान सुनेपछि अब मलाई यो शरीर राख्नुको कुनै अर्थ छैन। हे सती, जे सुकै गर, म आफ्नो कार्यमा कदापि पनि पछि हट्ने छुइनँ। गुरुदेव, यज्ञ शुभारम्भ गर्नुहोस्। भोलेनाथ, मलाई क्षमा गरिदिनुहोस् भोलेनाथ। यतिखेरै म यही अग्नि कुण्डमा उभिएर प्राण त्याग गर्छु। हे भोलेनाथ। के अचम्म भयो, के अनर्थ भयो। हे सती, सती, आँखा खोल सती, आँखा खोल। हे सती बाबा, यो आज कस्तो दृश्य देख्नु पर्यो आफ्नै आँखाले। कस्तो ठुलो भयो यो पक्कै पनि, कति ठुलो अनर्थ भयो। यो कुरा मैले भोलेनाथलाई गएर सुनाउनै पर्छ। नारायण नारायण नारायण। हे भोलेनाथ, हे भोलेनाथ, अनर्थ भयो भोलेनाथ, अनर्थ भयो। नारद ऋषिवर प्रणाम मुनिवर। आयुष्मान के अनर्थ भयो भोलेनाथ, साह्रै अनर्थ भयो आज। के कुरा गर्दै हुनुहुन्छ नारद ऋषिवर? कुरा प्रश्न गरेर बोल्नुहोस् नारद ऋषिवर। हजुरले कसरी सुनाउँ यो सन्देश? म बोल्नै सकिरहेको छैन। मेरा अश्रुधाराहरू प्रभाव भएका छन्। मेरो बोली बन्द भएको छ भोलेनाथ। नारद ऋषिवर, नातिकन भन्नुहोस् के कुरा? भोलेनाथ, म क्षमा चाहन्छु भोलेनाथ। त्यो दुष्ट दक्षिण बनाउँदो त्यसले हजुरलाई कुनै स्थान भाग नराखिकन हजुरको यज्ञ गरेको थियो। हजुरलाई धेरै गाली
क्लोज गरेको हुनाले सती माताले हजुरको घोर निन्दा अपमान सहन नसकेर आफ्नो नारद ऋषिवर के भन्दै हुनुहुन्छ? प्रभु के भन्दै हुनुहुन्छ हजुर? माता सतीले आफ्नो प्राण हजुरको अपमान सहन नसकेर अग्निकुण्डमा त्याग सती माताले यज्ञकुण्डमा सतीले तो यज्ञकुण्डमा आफ्नो प्राण दिनु पर्यो। हे दक्ष प्रजापति, तेरो उद्दण्डता, तेरो अहंकारको समय आएको छ। हे वीरभद्र उपस्थित हो। हजुरकै स्वरूप रुद्रहरू वीरभद्र उपस्थित छु महादेव। के आज्ञा दिन चाहनुहुन्छ महादेव? म तयार छु महादेव। यो क्रोधित मुद्दामा एकैछिन पनि सहन सकिनु महादेव। आज्ञा दिनुहोस् महादेव। जाऊ तो दक्ष प्रजापतिको यज्ञमा गएर त्यसको शिरलाई छेदन गरेर यज्ञकुण्डमा होमेर आऊ वीरभद्र। महादेव, हजुरको छु आज्ञा। दक्ष प्रजापति, धेरै अहंकार गरिस्, अपमान गरिस्। तैँले भोलेनाथको, जसले भोलेनाथको अपमान गर्छ त्यसलाई म क्षमा चाहन्छु। म क्षमा चाहन्छु। मेरो त दारी नै गयो। उसको गला पालन गरे भोलेनाथ। तिमीले मेरो यज्ञको पालना गरेर दक्ष प्रजापतिको शिरलाई छेदन गरेर त आए। तर वीरभद्र, मलाई समस्त ब्रह्माण्डका गुरुजनहरू देवताहरू मिलेर मेरो स्थिति वन्दना गर्नुभयो। भन्नुभयो कि यज्ञको पूर्णता भएन भनेदेखि ब्रह्माण्डमा अनिष्टता हुन्छ भनेर। त्यसैले वीरभद्र, दक्ष प्रजापतिले गरेको उद्दण्डताको सजाय त तिमीले पाइसके र म त आशुतोष छिन्मै खुसी हुन्छु, छिन्मै रिसाउँछु र छिन्मै कृपा पनि गर्छु। त्यसैले जाऊ, तिनले गरेको सजाय तिनले भोगिसकेका छौ र यज्ञको पूर्णता भएन भनेदेखि ब्रह्माण्डमा अनिष्टता पनि हुन्छ। त्यसैले उत्तर दिशातिर गएर जसको शिर भेटाउँछौ नि पहिला, त्यसको शिर लिएर गएर झोली लिएर
त्यसलाई फेरि पूर्णता गर्न देऊ। ज्वाङ्ग महादेव एक बोकाको ढाको भेट्यो। यसको लागि यही नै उपाय हुँदछ। मलाई सुरटो पनि होइन उल्टो जोड्नु पर्छ। पतिदेव महादेवसँग क्षमा माग। अरे दक्ष प्रजापति, तिमीलाई ढिलै भए पनि ज्ञात भयो नि, जसले शिव र विष्णुमा द्वेष गर्छ त्यसको के गति हुन्छ भनेर। जाऊ, म तिमीलाई क्षमा ध्यान दिए गएर यज्ञको पूर्णता गर्नु। हजुर त अन्तर्यामी हुनुहुन्छ, ब्रह्माण्ड नायक हुनुहुन्छ, चराचर जगत हुनुहुन्छ प्रभु। हजुरले आज मेरो पतिदेवले दुष्कर्म भए पनि उहाँलाई बचाइदिनु भयो। हजुरप्रति कोटि कोटि प्रणाम छ। हे पतिदेव, हजुर पनि अब क्षमा याचना गर्नुहोस्। भोलेनाथलाई प्रणाम जानुहोस्, अब यज्ञको पूर्णता गर्नुहोस्। दक्ष प्रजापतिले गरेको उद्दण्डताको सजाय त तिमीले पाइसक्यो, तर तिमीले गरेको यो अनौठो घटनालाई म कसरी सहन सक्छु सत्य? म तिम्रो मृत शरीरलाई म कसरी हेर्न सक्छु सत्य?